हेलो साथीहरु, तपाईलाई फेरि पनि स्वागत छ आजको यस नयाँ भिडियोमा। यो भिडियोमा तपाईले चाहिँ म म्यादी वा निर्वाचन प्रहरीको लिखित परीक्षामा सोध्न सक्ने टप 30 मोडल क्वेशन्स एन्सर सेट 5 लिएर आइसकेको छु। यदि तपाईले चाहिँ म्यादी प्रहरीको चाहिँ फर्म भर्नु भएको छ भने तपाईले चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला, किनभने यो भिडियोमा अति नै महत्त्वपूर्ण मोडल क्वेशन रहेको छ। यदि तपाईले पढिसकेपछि तपाईको नाम 100% निस्किने चान्स हुन्छ। त्यसैले साथीहरु यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यो क्वेशनहरूलाई चाहिँ तपाईले चाहिँ याद गरेर चाहिँ परीक्षा दिन जानु होला। साथीहरु आजको भिडियो चाहिँ ढिला नगरिकन स्टार्ट गरौँ। क्वेशन नम्बर 1 मारेको छ, निर्वाचन प्रहरीमा तलका मध्ये कस्तो व्यक्तिलाई प्राथमिकता दिइन्छ? अप्सन ए मा चाहिँ पूर्व म्यादी प्रहरी, अप्सन बी मारेको छ पूर्व प्रहरी, अप्सन सी मारेको छ पूर्व सैनिक, अप्सन डी मारेको छ माथिका सबै। यसको सही आन्सर रहेको छ अप्सन डी को माथिका सबै। त्यस्तै गरी क्वेशन नम्बर 2 मा रहेको छ, जानकी मन्दिर कुन जिल्लामा पर्छ? अप्सन ए मा रहेको सिराहा, अप्सन बी मा रहेको छ धनुषा, अप्सन सी मा रहेको महोत्तरी, अप्सन डी मा रहेको सर्लाही। यसको सही आन्सर रहेको छ अप्सन बी को धनुषा। त्यस्तै गरी क्वेशन नम्बर 3 मा रहेको छ, हाल नेपालमा कतिवटा नगरपालिका छन्? अप्सन ए मा रहेको छ 460, अप्सन बी मा रहेको छ 273, अप्सन सी मा रहेको छ 293, अप्सन डी मा रहेको छ 308। यसको सही आन्सर रहेको छ अप्सन सी को 293 वटा चाहिँ नेपालमा चाहिँ नगरपालिका रहेको छ। त्यस्तै गरी क्वेशन नम्बर 4 मा रहेको छ, हाल सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक को हुनुहुन्छ? अप्सन ए मा रहेको छ राजु अर्याल, अप्सन बी मा रहेको छ दान बहादुर कार्की, अप्सन सी मा रहेको छ पुष्पराम केसी, अप्सन डी मा रहेको छ बालकृष्ण खान। यसको सही आन्सर रहेको छ अप्सन ए को राजु अर्याल। त्यस्तै गरी क्वेशन नम्बर 5 मा रहेको छ, प्रसिद्ध मन्दिर पाथिभारा कुन जिल्लामा पर्दछ? अप्सन ए मा धनुषा, अप्सन बी मा रहेको छ ताप्लेजुङ, अप्सन सी मा रहेको छ पाल्पा, अप्सन डी मा रहेको छ इलाम। यसको सही आन्सर रहेको छ अप्सन बी को ताप्लेजुङमा चाहिँ प्रसिद्ध मन्दिर पाथिभारा पर्दछन्। त्यस्तै गरी क्वेशन नम्बर 6 मा रहेको छ, नेपालको संविधानमा कति भाग छन्? अप्सन ए मा रहेको छ 35, अप्सन बी मा रहेको 36, अप्सन सी मा रहेको 308 वटा, अप्सन डी मा रहेको छ 45 वटा। यसको सही आन्सर रहेको छ अप्सन ए को 35 वटा चाहिँ नेपालको संविधानमा जम्मा भाग चाहिँ 35 वटा रहेको छ। त्यस्तै गरी क्वेशन नम्बर 7 मा रहेको छ, जिल्ला प्रशासन कार्यालयको प्रमुख को हुन्छ? अप्सन ए मा रहेको छ एसपी, अप्सन बी मा डीएसपी, अप्सन सी मा रहेको छ सीडीओ, अप्सन डी मा रहेको छ मेयर। यो सही आन्सर रहेको छ अप्सन सी को सीडीओ। त्यस्तै गरी क्वेशन नम्बर 8 मा रहेको छ, वर्तमान नेपालको राष्ट्रिय गानको रचनाकार को हुन्? अप्सन ए मा रहेको छ लक्ष्मी प्रसाद देवकोटा, अप्सन बी मा रहेको छ माधव प्रसाद घिमिरे, अप्सन सी मा रहेको छ प्रदीप कुमार राई, अप्सन डी मा रहेको छ अम्बर गुरुङ। यसको सही आन्सर रहेको छ अप्सन सी को प्रदीप कुमार राई। त्यस्तै गरी क्वेशन नम्बर 9 मा रहेको छ, मतदान गर्नका लागि न्यूनतम उमेर कति वर्ष पुग्नु पर्छ? अप्सन ए मा रहेको छ 16 वर्ष, अप्सन बी मा रहेको छ 18 वर्ष, अप्सन सी मा रहेको छ 20 वर्ष, अप्सन डी मा रहेको छ 25 वर्ष। यसको सही आन्सर रहेको छ अप्सन बी को 18 वर्ष। त्यस्तै गरी क्वेशन नम्बर 10 मा रहेको छ, नेपालमा प्रहरी दिवस कहिले मनाइन्छ? अप्सन ए मा रहेको छ असोज 1 गते, अप्सन बी मा रहेको छ असोज 2 गते, अप्सन सी मा फागुन 1 गते, अप्सन डी मा रहेको छ चैत्र 1 गते। यसको सही आन्सर रहेको छ अप्सन ए को असोज 1 गते। त्यस्तै गरी क्वेशन नम्बर 11 मा रहेको छ, नेपालको राष्ट्रिय खेल कुन हो? अप्सन ए मा रहेको छ डन्डी बियो, अप्सन बी मा रहेको छ भलिबल, अप्सन सी मा रहेको छ फुटबल, अप्सन डी मा रहेको छ क्रिकेट। यसको सही आन्सर रहेको छ अप्सन बी को भलिबल। त्यस्तै गरी क्वेशन नम्बर 12 मा रहेको छ, म्यादी प्रहरीले ड्युटीमा हुँदा मादक पदार्थ सेवन गरेमा के सजाय हुन्छ? अप्सन ए मा बिदा दिइन्छ, अप्सन बी मा केही हुँदैन, अप्सन सी मा तत्काल बर्खास्त र कानुनी कारबाही, अप्सन डी मा पुरस्कार दिइन्छ। यसको सही आन्सर रहेको छ अप्सन सी को तत्काल बर्खास्त र कानुनी कारबाही हुनेछ। त्यस्तै गरी क्वेशन नम्बर 13 मा रहेको छ, नेपालको पहिलो प्रधानमन्त्री को हुन्? अप्सन ए मा जंग बहादुर राणा, अप्सन बी मा भीमसेन थापा, अप्सन सी मा बीपी कोइराला, अप्सन डी मा केपी ओली। यसको सही आन्सर रहेको छ अप्सन बी को भीमसेन थापा। त्यस्तै गरी क्वेशन नम्बर 14 मा रहेको छ, जेब्रा क्रसिङ के को लागि प्रयोग गरिन्छ? अप्सन ए मा पैदल यात्रीले बाटो काट्न, अप्सन बी मा गाडी मोड्नु, अप्सन सी मा गाडी पार्किङ गर्न, अप्सन डी मा रहेको छिटो दौडिन, अप्सन
यो सही आन्सर रहेको छ अप्सन ए को पैदल यात्रीले बाटो काट्न। त्यस्तै गरी क्वेसन नम्बर 15 मा रहेको छ मतदान केन्द्रमा छिर्न नहुने वस्तु कुन हो? अप्सन ए मा रहेछ नागरिकता, अप्सन बी मा रहेछ हतियार वा प्रज्वलनशील पदार्थ, अप्सन सी मा रहेछ मतदाता परिचय पत्र, अप्सन डी मा रहेको छ कलम। यसको सही आन्सर रहेको छ अप्सन बी को हतियार वा प्रज्वलनशील पदार्थ। त्यस्तै गरी 16 नम्बरमा रहेको छ नेपालको राष्ट्रिय झण्डा कस्तो छ? अप्सन ए मा रहेछ आयतकार, अप्सन बी मा रहेछ गोलाकार, अप्सन सी मा रहेछ त्रिकोणात्मक दुई त्रिभुज, अप्सन डी मा रहेछ वर्गाकार। यसको सही आन्सर रहेको छ अप्सन सी को त्रिकोणात्मक दुई त्रिभुज। त्यस्तै गरी क्वेसन नम्बर 17 मा रहेको छ मतपेटिकामा के राखिन्छ? अप्सन ए मा रहेछ मतदाता सूची, अप्सन बी मा रहेछ मतपत्र, अप्सन सी मा रहेको छ बम, अप्सन डी मा रहेछ परिचय पत्र। यसको सही आन्सर रहेको छ अप्सन बी को मतपत्र चाहिँ मतपेटिकामा राखिन्छ। त्यस्तै गरी क्वेसन नम्बर 18 मा रहेको छ निर्वाचनको अन्तिम नतिजा कसले घोषणा गर्छ? अप्सन ए मा रहेछ अदालत, अप्सन बी मा रहेछ निर्वाचन आयोग, अप्सन सी मा रहेछ जिल्ला प्रहरी, अप्सन डी मा रहेको छ गृह मन्त्रालय। यसको सही आन्सर रहेको छ अप्सन बी को निर्वाचन आयोग। त्यस्तै गरी क्वेसन नम्बर 19 मा रहेको छ सार्वजनिक स्थलमा झगडा भए म्यादी प्रहरीले पहिलो काम के गर्छ? अप्सन ए मा रहेछ लाठीचार्ज, अप्सन बी मा रहेछ भाग्ने, अप्सन सी मा रहेछ गोली चलाउने, अप्सन डी मा रहेको छ अवस्था नियन्त्रण र जानकारी दिने। यसको सही आन्सर रहेको छ अप्सन डी को अवस्था नियन्त्रण र जानकारी दिने। त्यस्तै गरी क्वेसन नम्बर 20 मा रहेको छ निर्वाचन प्रहरी कति समयका लागि नियुक्त हुन्छ? अप्सन ए मा रहेछ 1 महिना, अप्सन बी मा रहेको छ 2 महिना, अप्सन सी मा रहेको छ स्थायी, अप्सन डी मा रहेछ निर्वाचन अवधिभर। यसको सही आन्सर रहेको छ अप्सन डी को निर्वाचन अवधिभर। निर्वाचन अवधिभर चाहिँ निर्वाचन प्रहरी नियुक्त गरिन्छ। त्यस्तै गरी क्वेसन नम्बर 21 मा रहेको छ निर्वाचनको लागि खटिएको म्यादी प्रहरीको मृत्यु भएमा कति रकम बिमाग गरिएको हुन्छ? अप्सन ए मा रहेछ 10 लाख, अप्सन बी मा रहेछ 15 लाख, अप्सन सी मा रहेको छ 20 लाख, अप्सन डी मा रहेछ बिमा गरिएको हुँदैन। यसको सही आन्सर रहेको छ अप्सन बी को 15 लाख। त्यस्तै गरी क्वेसन नम्बर 22 मा रहेछ म्यादी प्रहरी निर्वाचनमा खटिएका क्रममा घाइते भएमा कति रकम उपचार गर्न सरकारले बेहोर्ने व्यवस्था छ? अप्सन ए मा रहेको छ 1 लाख, अप्सन बी मा रहेको छ 2 लाख, अप्सन सी मा रहेको छ 1,50,000, अप्सन डी मा रहेको छ 2,50,000। यसको सही आन्सर रहेको छ अप्सन सी को 1,50,000। त्यस्तै गरी क्वेसन नम्बर 23 मा रहेको छ म्यादी प्रहरी छनौटमा 1 किलोमिटर दौड कति समयभित्र पास गर्नुपर्छ? अप्सन ए मा रहेछ 5 मिनट, अप्सन बी मा रहेछ 7 मिनट, अप्सन सी मा रहेको छ 3 मिनट, अप्सन डी मा रहेको छ यसमा पनि 3 मिनट लेखेको छ तर 4 मिनट। यसको सही आन्सर रहेको छ अप्सन ए को 5 मिनट। त्यस्तै गरी क्वेसन नम्बर 24 मा रहेको छ म्यादी प्रहरीको भर्ना कसले खुलाउने गर्दछ? अप्सन ए मा रहेछ नेपाल प्रहरी प्रधान कार्यालय, अप्सन बी मा रहेछ लोकसेवा आयोग, अप्सन सी मा रहेछ निर्वाचन आयोग, अप्सन डी मा रहेको छ माथिका कुनै पनि होइन। यसको सही आन्सर रहेको छ अप्सन ए को नेपाल प्रहरी प्रधान कार्यालय। त्यस्तै गरी क्वेसन नम्बर 25 मा रहेको छ नेपालमा सबैभन्दा बढी पानी पर्ने ठाउँ कहाँ रहेको छ? अप्सन ए मा रहेको छ झापा, अप्सन बी मा रहेको छ नेपालगञ्ज, अप्सन सी मा रहेको छ काठमाडौँ, अप्सन डी मा रहेको छ पोखरा लुम्ले। यसको सही आन्सर रहेको छ अप्सन डी को पोखरा लुम्लेमा चाहिँ सबभन्दा बढी पानी पर्ने ठाउँ हो। त्यस्तै गरी क्वेसन नम्बर 26 मा रहेको छ हाल प्रतिनिधि सभा निर्वाचनमा खटिने म्यादी प्रहरीले न्यूनतम तलब बापत कति रकम पाउँदछन्? अप्सन ए मा रहेको छ 50,000, अप्सन बी मा रहेको 60,000, अप्सन सी मा रहेको 34,776, अप्सन डी मा रहेको छ 1,50,000। यसको सही आन्सर रहेको छ अप्सन सी को 34,776 रुपियाँ चाहिँ हाल प्रतिनिधि सभा निर्वाचनमा खटिने म्यादी प्रहरीले न्यूनतम तलब बापत रकम पाउँदछ। त्यस्तै गरी क्वेसन नम्बर 27 मा रहेको छ जिल्ला प्रशासन कार्यालयले के कार्य गर्दछन्? अप्सन ए मा रहेछ नागरिकता वितरण, अप्सन बी मा रहेछ ड्राइभिङ लाइसेन्स वितरण, अप्सन सी मा रहेछ माथिका दुवै, अप्सन डी मा रहेको छ खाद्य वितरण। सही आन्सर रहेको छ अप्सन ए को नागरिकता वितरण। त्यस्तै गरी क्वेसन नम्बर 28 मा रहेको तपाईँ बस्नु भएको प्रदेशको नाम के हो? यो चाहिँ तपाईँले कुन प्रदेशमा चाहिँ बस्दै हुनुहुन्छ त्यो प्रदेशको नाम चाहिँ याद गरेर जानु होला। तपाईँ देख्न सक्नुहुन्छ यहाँ गण्डकी प्रदेश, मध्य प्रदेश, कर्णाली प्रदेश,
बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश। तपाईँले चाहिँ कुन प्रदेशमा चाहिँ बस्दै हुनुहुन्छ त्यो प्रदेशको नाम चाहिँ याद गरेर जानुहोला। यो पनि चाहिँ अति नै महत्त्वपूर्ण क्वेसन रहेको छ। त्यस्तै गरी क्वेसन नम्बर 29 मा रहेको छ, नेपाल सरकारले कस्तो अवस्थामा म्यादी प्रहरीको नियुक्तिको लागि भर्ना खोलिन्छ? अप्सन ए मा रहेछ युद्धको बेला, अप्सन बी मा निर्वाचनको बेला, अप्सन सी मा रहेछ सुरक्षाको बेला, अप्सन डी मा माथिका कुनै पनि होइन। यसको सही आन्सर रहेको छ अप्सन बी को निर्वाचनको बेला। त्यस्तै गरी क्वेसन नम्बर 30 मा रहेको छ, म्यादी प्रहरीको काम कर्तव्य के रहेको छ? अप्सन ए मा रहेको छ मतपत्र र मतपेटिकाको सुरक्षा गर्नु, अप्सन बी मा शान्त र सुरक्षित निर्वाचन गराउनु, अप्सन सी मा भिड नियन्त्रण गर्नु, अप्सन डी मा माथिका सबै। यसको सही आन्सर रहेको छ अप्सन डी को माथिका सबै चाहिँ म्यादी प्रहरीको काम कर्तव्य हो। साथीहरू आजको भिडियो चाहिँ यतिकै थियो। यो चाहिँ टप 30 मोडल क्वेसन रहेको थियो। साथीहरू यो तपाईँले चाहिँ 30 वटा क्वेसन चाहिँ याद गरेर जानुहोला। तपाईँको चाहिँ 100% चाहिँ नाम निस्किन चान्स हुन्छ। त्यसैले साथीहरू यो क्वेसनलाई चाहिँ अवश्य एकचोटि राम्रोसँग चाहिँ फेरि हेर्नुहोला र याद गरेर जानुहोला। साथीहरू यो आजको भिडियो यो कस्तो लाग्यो, राम्रो लाग्छ भने लाइक, कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। साथै आजको भिडियो चाहिँ एन्ड गर्दै अर्को भिडियो लिएर आउने छु। बाई।